हेलो गाइज, कस्तो हुनुहुन्छ हजुरहरू? आयो सबैजना सन्चै हुनु होला। सो गाइज, वेलकम टु माई युट्युब च्यानल। सो गाइज, यो चाहिँ मेरो युट्युब च्यानलको पहिलो भ्लग हुनेछ। सो हजुरहरूको साथ सपोर्ट धेरै नै चाहिएको छ र मलाई लाग्छ कि हजुरहरू सबैजनाले साथ सपोर्ट दिनुहुनेछ। सो गाइज, आज चाहिँ भ्लगमा चाहिँ म जहाँ म ट्युसन पढ्छु, सो त्यहाँसम्मको चाहिँ म तपाईँहरूलाई यताउतिको वातावरण जो हुन्छ त्यो चाहिँ तपाईँहरूलाई देखाउने छु। र त्यसको साथसाथै मसँग ट्युसन पढ्न जाने मेरो साथीहरूको र मेरो साथीहरू लगायत मेरो आफ्नो इन्ट्रोड्युस म तपाईँहरूलाई दिनेछु। सो धेरै नै इन्टरटेनमेन्ट हुनेछ। सो भिडियोलाई लास्टसम्म हेरिदिनु होला। अब चाहिँ हामी मिल्नेछौँ ट्युसन जाने बेला। सो नमस्कार, मेरो नाम शङ्कर भट्ट। म बुढार कालावन भन्ने ठाउँमा बस्छु। मेरो साथी यो दिनेश महरा। यसलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। हेलो साथीहरू, मेरो नाम चाहिँ प्रकाश विष्ट। मेरो घर चाहिँ दह यो राम्रो ठाउँ छ। मेरो घरमा घुम्न आउनुहोस्, मन्दिरमा घुम्न आउनुहोस्। मेरो नाम दिनेश। If only I could tell my eyes to listen into your heart, then maybe I'll hear your song. If only my ears were told to look in through the thick walls that you built, maybe I see the colors inside. Eyes are deaf, my ears are blind, but I will find you and I'll take your hand and I'll hold you on. If I only see you through the eyes inside of me, I'll know all your fears and tears, all your laughter and your bliss. Eyes are deaf, my ears are blind, but I will find you and I'll take your hand and I'll hold. यो हाम्रो बजार होइन गाइस, यो हाम्रो दोस्त होइन दुश्मन हो। यसलाई तर लाइक गरे पनि ठिक छ, नगरे पनि ठिक छ, मलाई केही फाइदा छैन। यसलाई यस्तो पछाडिदिनु होला कि यस्तो पछाडिदिनु होला कि यस्तो दिनेश महराज्यूलाई त पुरा जिउको जय बनाइदिनु होला कि पुरा भाइरल यस्तो बनाइदिनु होला होइन। यो साला करोडपति नबनोस्, रोडपति बनोस् होइन। क्यामेरा 4 केटी नघुमाओस्, 1 केटी पनि नपाओस् होइन गाइस। तर उता यसको लभर बस्नु त्यो घरमा होइन, यो घरमा यसको लभर अनि यो त्यही भएर उता गइरहेको छैन। मेरो माया नौ डाँडै पारी मेरो मम्मी वर्षौं दिन नै बिति गयो, कहिले हुने हो सङ्गम। तेरी राहें तेरी तक है, तुझ पे ही तो मेरा हक है। छीन लूंगी या खुदा से मांग लूंगी, मैं तेरे नाम तक जीरा लिखवाऊंगी, मैं तेरी बन जाऊंगी। सो मैं तेरी कसम यही खाऊंगी, मैं तेरे नाल तक जीरा लिखवाऊंगी। परिवार छोडेर सपना बोकेर हिँडेको यात्री हो म। 2 पैसा कमाउँछु, यसैमा रमाउँछु, के खान आकिनु र छैन अकेको लाज मलाई पचिसक्यो। यहाँभरि सबैजनाले हेरिसक्यो।
कुरा काट्ने धेरै छन् यहाँ कसैको नि सुन्दैन कुरा काट्नेले काट्दै गर्छन् कसैको बाल भएन आफ्नैबाट हिँड्छु कसैको मलाई मतलब लागेन आफ्नो लक्ष्य पुग्नु छ मुझे कसैको बाल लागेन यो सो गाइस हजुरहरूलाई चाहिँ अब एउटा राम्रो भ्यू देखाउनको लागि चाहिँ हामी ट्री हाउस भन्ने एउटा ठाउँ छ सो त्यहाँ चाहिँ जान छु अनि कस्तो लाग्छ तपाईँलाई ट्री हाउस त्यो पनि भनिदिनु होला सो अब लेट नगरिकन त्यहाँतिर लगाउँ है गाइस तपाईँले ट्री हाउस हेर्नु छ होइन आउनु सुरु गर्नु सो गाइस हामीले चाहिँ अब तपाईहरुले ट्री हाउस यतापट्टिको भ्यू सबै देखाइसक्यो यो भिडियो चाहिँ यही अन्त गर्छौँ र यदि तपाईहरु अहिलेसम्म पनि सब्स्क्राइब र लाइक गर्नु भएछ भने प्लिज गरिदिनु होला अनि तपाईलाई हाम्रो ब्लग कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला हाम्रो सपोर्ट आयो भने चाहिँ हामी अर्को राम्रो ठाउँको भिडियो तपाईलाई देखाउन लैजानेछौँ सो बाइ बाइ गाइज